नमस्कार, म इशरत परवीन राजविराज नगरपालिकाको कारवाहक नगर प्रमुख। आज हामी आएको छौँ यहाँ 14 नम्बर वडामा। यहाँ हाम्रो आँखाको शिविर निःशुल्क चलिरहेछ र हामी यहाँ आएर जनतालाई हेरेर एकदम खुसी भएको छु म कि यहाँ हाम्रो के भन्छ रानी अस्पतालबाट यहाँ शिविरको सुविधा दिइराख्नु भएको छ र उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु कि वडा नम्बर 14 भनेको हाम्रो विकट एरिया नै हो र यहाँको जनताको पहुँच त्यति छैन, सम्पन्न छैन। उहाँहरूलाई यस्तो अवस्थामा शिविर दिन आउनु भएको छ। यसबाट उहाँलाई के फाइदा हुन्छ भने आँखा अहिले चेक जाँच हुन्छ र चेक जाँच भएर जसलाई अप्ठ्यारो छ भने अपरेसन गराउनु पर्छ या के गराउनु पर्छ त्यसको पनि पछि लिस्टिङ तयार गरेर उहाँहरू यहाँबाट आफ्नै सेवा सुविधा दिएर हस्पिटलसम्म लानुहुन्छ, यानि भनेको अर्थ रानी अस्पतालसम्म लानुहुन्छ र त्यहाँ चेक जाँच गरेर मिनिमम चार्ज लिएर उहाँहरूको दबाई सबाई जे हुन्छ दिएर उहाँलाई फेरि घरसम्म पुगाइदिनुहुन्छ र यो हाम्रो जनताको लागि एकदम राम्रो हुन्छ। किनभने जनता हाम्रो कस्तो हुन्छ भने उहाँलाई थाहै हुँदैन हाम्रो आँखामा के समस्या छ के छैन, किनभने रेगुलर चेक जाँच हुँदैन। उहाँहरू अब स्रोत साधन नभएर पनि यस्तो हो, बढी समस्या भएमा मात्रै हाम्रो जनता डक्टरसम्म जान्छ, त्यही जुगार गरेर पैसाको गरेर। तर यहाँ यस्तो फ्री सेवा पाउँदाखेरि उहाँहरूको चेक जाँच हुन्छ र उहाँलाई थाहा हुन्छ, समयमै थाहा भइहाल्छ के समस्या छ र त्यसको यदि फ्रीमा इलाज हुन्छ भने उहाँहरूलाई धेरै राम्रो हुन्छ। उहाँहरूको आँखा भनेको यस्तो चिज हो जो आँखा नभएर केही हुँदैन, दुनियाँमा हेर्न सम्भव छैन, केही आर्जन गर्न सक्ने छैन, क्षमता हुँदैन। त्यसैले आँखामाथि हामीले ध्यान दिनुपर्छ र उहाँलाई म विशेष गरी आफ्नो व्यक्तिगत तर्फबाट र राजविराज नगरपालिकाको तर्फबाट बधाई र धन्यवाद दिन चाहन्छु कि तपाईँहरू हाम्रो अझ अर्को वाडामा पनि कोअर्डिनेसन गरेर हामी कोअर्डिनेसन गर्छौँ र उहाँहरूको सेवा सुविधा हामीलाई चाहियो र दिनुहुन्छ। यतिको कुरा भयो अहिले र म यतिको जानकारी दिएँ हजुरहरूलाई।